वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ साथीको बर्थडे, साथीले बोलाएको छ। हामी 10 कक्षा पढ्ने केटाहरू सब एकजुट हुनेछौँ। केक काट्न रेडी भएर कुर्सीमा बसिरहेको रहेछ अनि अरू चाहिँ फेरि कहिले केक काट्ला र खाउँला भन्दै कुरेर बसिरहेको रहेछ। अनि त्यसमा म पनि बढ्छु। फेरि अर्को फेरि यो पड्काउने हो आज ड्याङ। एउटालाई चाहिँ फेरि जहाँ गयो भने के मन लाग्यो भन्छ। हेर्नु नि गाइजहरू, केक काट्नुभन्दा अगाडि पनि बाजेले, साथीको बाजेले चाहिँ पुरै आशीर्वाद दिने गरिरहेको थियो। म जस्तै राम्रो मान्छे हुने भन्दै थिएँ, तर के गर्नु साथी, त्यस्तो हुँदैन। जति आशीर्वाद दिए पनि हामीलाई नि लाग्छ नि राम्रो होस् भन्ने। त राम्रो त छ, अझै राम्रो होस् भन्ने आशीर्वाद पाउँदैछ। साथीलाई फेरि हतार भइसक्यो, कहाँ जान हो, खोइ मलाई मोबाइल दे, तँ केक काट भन्दैछ फेरि। ह्याप्पी बर्थडे टु यु मुस्कान दोस्त भन्दै सबजनाले विस गर्दै केक काटिङ सुरु हुँदैछ होइन। अनि पुरै हिउँ परिरहेछ। हिउँ पर्दै ऊ सिद्धेछ। हिउँ पनि हिउँै सिद्धेछ, तर आगो चाहिँ बल्न निरन्तर चलिरहेछ। आगो चाहिँ आगो पनि निम्दिरहेछ। केटाहरूले फेरि हिउँ सिद्धे पनि टेन्सन नगर, म अझै हिउँ झारिदिन्छु तेरो लागि, टाउकैबाट खनाइदिन्छु भन्छ। सुरुमा चाहिँ साथीको मम्मी आउनुभयो अनि केक खुवाउन थाल्दा एकैचोटि धेरै दियो कि साथीले चाहिँ मम्मीलाई। अनि मम्मीले चाहिँ थोरै लिन भनेर आफैले थोरै झिकेर छोरोलाई नि खुवायो, आफूले नि खानुभयो अनि आशीर्वाद दिनुभयो। हामी चाहिँ केक खाएर पनि मासु चिउरा दबाउँदैछौँ अझै पनि। बिचमा दोष आएर अलिकति हामीलाई नि लिन भन्छ। बर्थडे पनि सिद्धियो, चौरतिर फुटबल गेम भइरहेको रहेछ। गेम हेऱ्यो, बस्यो, यतिकैमा रात पर्नु थाल्यो। अनि त्यसपछि आजको दिन पनि यतिकैमा सिद्धियो। भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। यति भन्दै बाई बाई।